को यात्राले भुसुक्कै गलिएछ अनि ढिलो उठ्यो बिहान उठ्दाखेरि त ओ माई गॉड कति राम्रो सनसाइन गुड मर्निङ अल अब खाजा त बनाउनु पर्यो नि निकै दिन भएको थियो यहाँ चुल्हामा आगो नबाल्नु भएको मम्मीहरुले अब म आगो बाल्दै छु है आइयो बल्ल आगो बल्यो अब चाहिँ चिया पकाउनु पर्यो पहिले चिया पकाउने भाँडा चाहिँ धोएर ल्याउँछु चिया पनि पाक्यो छोरीले चिया बिस्कुट खाँदैछ कपाकप अब खाना बनाउनु पर्यो किचनतिर अब फुफु आगो फुक्नु त पर्यो नि के गर्नु र आगो नफुकी हुँदैन अब यो भात उम्लिँदै गर्दाखेरि चाहिँ अब यो के भन्छ दाउरा चिर्नु पर्यो कि तातो तातो दाउरा बल्ने खालको आगो नबल्दा त साह्रै दुःख पाउने धुवाले त यति दुःख दिन्छ बाबा के भन्नु र हामीले त बिहानको खाना खाइसकेको नि पकाइसकेर त्यही भएर एकछिन घाँस काट्दैको घर छेउकै घाँस के यो माथिल्लो घरमा देमाको घर बारीमा गएछ हाम्रो घाँसहरू यो इस्कुसको लहरा त्यही भएर काटिदिएर ढुट्टो पारिदिएको नि यसलाई घाँस पनि हुन्छ भनेर के को हल्ला हो के अघिदेखि खन्ने काका र मम्मी चाहिँ ए कुकरको पो कुरा रहेछ लु हाम्रो त अब खाजा खाने बेला भयो दिउँसोको केटाकेटीसँग गएको बेला अर्ग्यानिक खाजा खान आऊ भनेको छोरालाई नखाने रे खानै जानेन भटमासु उसिनेको थियो आलु इस्कुस खाऊ भनेको आलु मात्रै खान्छ अरे 3-4 महिना फनाना नभन्दै घुम्छ मात्रै मेरो छोरा गाउँ गएपछि खाने पकाउने मात्रै काम छ साँझको खाना पकाउने बेला भइगयो पकाउनु पो सुरु गरेको म त केटाको खाना पनि सक्यो पो ओ माई गॉड कति राम्रो जुन के बिहानको घाम उस्तै बेलुकाको जुन उस्तै